कालो छाला रातो सन यहाँ चाहिँ भाकलहरू पनि एकछिन नबोल न रुख चाहिँ किन राखेको होला है मैले नबुझेको कुरा सो होइन नि त अनि मान्छे ढ्याक्क ठोक्यो भने हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी प्रकृति फ्रम दाङ आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु म चाहिँ यसरी रेडी भएर भिडियो स्टार्ट गर्दैछु म चाहिँ के को लागि यसरी रेडी भएँ भनेपछि चाहिँ आज सोमबार त्यसैले व्रत चाहिँ बसेको छैन साउनको सोमबार सबै छोरी मान्छेहरू चाहिँ व्रत बस्छ तर म चाहिँ बसेन अनि यसो मन्दिर जाउँ न त पूजा गर्नको लागि भनेर मात्रै हो व्रत चाहिँ बसेन त्यो पूजा गर्नको लागि चाहिँ मन्दिर जाने भनेर चाहिँ म यसरी रेडी भएर आएको छु म चाहिँ अहिले दाङ घोराइमा छु म चाहिँ यता साथीकोमा आएको थिएँ हल्का काम पनि थियो मेरो यता आउने अनि ठिकै आज फेरि सोमबार परेको अनि जाउँ न त मन्दिर भनेर साथीहरूसँग साथी चाहिँ नि 2-3 मात्रै छ अनि 3 जाउँ न त एकछिन मन्दिर यसो पूजासुजा गरेर आम्ला भनेर चाहिँ जान लागेको हामी चाहिँ मन्दिर चाहिँ 12 कुने दह जान लागेको हामी चाहिँ अब निस्किसक्यौँ रुमदेखि अब जान लागेको मन्दिर अटोलाई फोन गरेको अटो पनि बजार छु भन्यो अनि हामी चाहिँ आधा बाटो माथि रोडसम्म हिँड्दै जान्छौँ अनि त्यसपछि अटोमा जान्छ मेरो साथीहरू चाहिँ धेरै लगाउँछन् क्या क्यामेरा देखेर के भन्नु र खै हामी चाहिँ यतिकै खाली नै जान लागेको हाम्रो पूजा सामानहरू चाहिँ माथि मन्दिरमै पाउँछ अनि त्यही भएर उतै किन्ने भनेर जान लाग्यो 3 मात्रै अनि अटोलाई फोन गरेको अटोवाला अङ्कल पनि बजार हुनुहुँदो रहेछ अनि दह फेरि अलि माथि छ नि त अनि त्यही भएर चाहिँ हिँड्दै माथि रोडसम्म जाऊँ न त अनि बाटोमा भेट्यौँ बाटोबाट जाने भनेर त्यस्तै जान लागेको आज मौसम चाहिँ कस्तो सफा देखिरहेको छ एकदम क्लियर छ मौसम चाहिँ आजको देख्न सक्नुहुन्छ साथीहरू कस्तो गर्मी पो भयो अटो पनि पाउँदैन भनेको गाह्रो छ हामी चाहिँ हिँड्दैछौँ अब माथि रोडमा नि पुग्न लाग्यो सायद माथि अटो पाउँछ होला आजको मौसम चाहिँ यस्तो छ घाम पनि लागेको छैन पानी पर्ला जस्तो गरेर बादल लागिरहेको छ आया अनि हामी चाहिँ खासमा अर्को मन्दिर जाने भनेको थियौँ कि उता अम्बिकेश्वरीतिर या धारापानी जाने जस्तो कुरा थियो हाम्रो तर के भयो भनेपछि चाहिँ हामी ढिलो भइसकेको थियो अनि ढिलो भएको थियो अनि त्यही भएर खाना पनि खाएको थिएनौँ अनि त्यही अहिले भोकले सकिँदैन होला भनेर अनि दह चाहिँ नजिक पर्छ नि त त्यही भएर चाहिँ हामी 12 कुने दह जान लागेको रोडमा आइसक्यौँ अब अटो पाउँछ होला उता मिस बिस्तारै आउँदै हुनुहुन्छ बहिनी अटो रोक होला अटो त यताबाट आउँदैन त यताबाट मात्रै आउँछ गाडी चाहिँ आइरहेको छ गाडी आइरहेको छ अब बहिनी अटो आयो यसो चढेर दह जाने अङ्कल 3 जना जानुहुन्छ ए ल जानुहोस् त्यसो भए दह जानुहुन्छ आऊ हामी अटोमा चढिसक्यौँ कस्तो राम्रो देखिया छ मौसम नि यो बाटो पहिला कलेज जाने बेला कति हिँडेको यो बाटो त अनि चाहिँ अब यता आइपुगिसकेको छौँ अनि यहाँ चाहिँ पूजा सामग्री किन्न लगाएको हामीले चाहिँ उतातिर बाहिर नै पाउँदो रहेछ अनि बाहिर नै किन्न लगाएको छौँ मेरो पर्स खै ल्याइदेऊ न कतिवटा उसले बहिनीले गर्ने रे मन्दिर जाने दाइ मन्दिर जाने भाडा दिइसक्यो जाऊँ हामीले चाहिँ पूजा सामग्री किनेर जानलाई सक्यौँ अटो चाहिँ भित्र जाँदैन भन्नुभयो सो
यो चाहिँ मेरो पूजा सामान हो। हेलो गरिदिउँ न त यो। अनि यो चाहिँ हाम्रो अब आउनलाई बाह्र यस्तो राम्रो नराम्रो भन्दैन नि कस्तो यस्तो गऱ्यो ए मैले त्यस्तो म केही बुझेन ए थप उचाल्नु नि गाह्रो भइरहेको भने यसको समाति छैन रहेछ कि चुटेको रहेछ होइन त्यस्तो पूजा गर्न त त्यति साह्रो आउँदैन अलि दर्शन मात्रै गर्ने हो क्या दर्शन पनि गर्न जान्दैन कि अब यस्तो पनि छन् मान्छेहरू तर व्रत चाहिँ म 7 वर्ष अनि ऊ व्रत बस्ने मान्छेले चाहिँ पूजा गर्न जान्दैन भनेर नि होला र हो कि नै भन्नुहोस् त साथीहरू यो चाहिँ हाम्रो बाह्रकुने दह जाने बाटो हो मन्दिर कहाँबाट जाने यताबाट जानु मिल्छ हुन्छ थ्याङ्क यू आउन त होइन उतादेखि छ नि त अनि कस्तो राम्रो बनाएको रहेछ नि अहिले त नि पहिला यस्तो रेलिङहरू हालेको थिएन नि त अनि हामी चाहिँ धेरै त भएको छैन अस्ति न चैत महिनामा आएको थियौँ त्यति बेला चाहिँ यस्तो थिएन कि अहिले चाहिँ कस्तो राम्रो बनाएको रहेछ नि त सो जाँदैछौँ खुट्टा दुखिरहेको कस्तो म झन् अग्लो भएको छु भनेको अनि यो बिचमा रुख चाहिँ किन राखेको होला है मैले नबुझेको कुरा सो होइन नि त अनि मान्छे ढ्याक्क ठोक्यो भने काट ए म त अघि हातमा यस्तो थियो अनि त्योहरू मिलेन अन्त अहिले चाहिँ राम्रो बनाएको रहेछ क्या यस्तो राम्रो छ साथीहरू बाह्रकुने दह यही नै हो तपाईँहरू आउन सक्नुहुन्छ धेरै राम्रो छ यसमा माछा पनि पाउँछ कस्तो धेरै अलि देखाइदिउँला माछा लिन पर्छ नि त अन्त ए यो बिचमा मन्दिर छ मन्दिर यही हो हामी मन्दिरमा आइसक्यौँ अब यसो पूजासुजा गर्छौँ पूजा गर्न नि आउँदैन सधैँ गरिरहेको मान्छेलाई हो आउने त्यति साह्रो आउँदैन अलिअलि दर्शन मात्र गरौँ न त भनेर यता झन् व्रत बस्ने हरेक वर्ष व्रत बस्ने मान्छेले पाउँ के भन्छ अरे पूजा गर्न आउँदैन भनेपछि हामीले झन् कहिले नबस्ने मान्छेले कसरी भन्ने हो र वाउ यो चाहिँ राम्रो छ ऊ त्यहाँ पारी निकाल्नुपर्छ चप्पल त पूजा गर्ने बेला निकाल्ने हो नि त ए यो मन्दिर यो चाहिँ ताल हो यसमा माछाहरू पनि पाउँछ कस्तो धेरै माछा ओ माइ गॉड माछा हेर्नु न यो चारो दिएपछि झन् कस्तो माथि माथि आउँछ भनेको माछा ए माछा चम पूजा गरौँ न त अब हामी साथीहरू टिका मुछेर पनि सकिसक्यो अब हामी जान्छौँ पूजा गर्नको लागि पूजा गर्न आउँदैन हामी यताबाट छिर्ने कि उताबाट ए सरी यताको भन्नु हौ त्यही भएर हो त्यहाँ चाहिँ पारि पूजा गर्छौँ टाउकोमा राख्नु टाउको यता हेर्नु पूजा गरेर त सकियो तर के गरियो भन्ने थाहा छैन त्यस्तो गर्ने आउँदैन भनेको अनि त्यस्तो नलेजै छैन भनौँ कि के भनौँ कि त्यति पूजा गर्नेको त्यो उनी छैन के गर्यो यतातिर गर्दै हुनुहुन्छ पानी पर्यो नि ठ्याक्कै आशीर्वाद दिन नि आउँदैन मैले मनमनै कसले आफ्नो मनमनै भने जस्तो मैले मनमनै आशीर्वाद दिन्छु अलि माथि ल्याइदियो माथि उस पाइनु के मानी भयो मनले आएको
जान्दैन तिमीले आँटेको पाकेको सबै कुरा होस् राम्रो राम्रो भइरहेको यो पनि राम्रो होस् जे जे सोचेको थियो सबै कुरा होस् अब के तिमीले नि ल पूजा गरेर सक्यो कस्तो पानी पर्ला जस्तो भइरह पानी पर्यो नै भनौँ भोकाले यता नरिवल खानलाई लागेको हामी त बिहानदेखि केही नखाएको हामी ढिलो आयौँ कि नि त्यही भएर 11-12 बजिसक्यो नि त अनि त्यही भएर हामीलाई कस्तो भोक लाग्यो कि अब नरिवल खाम न त भन्न लागेको देऊ न त खाम नरिवल नबनाउँदा सिगान के भन्छ अरे मागेको कुराहरू पुरा भयो भने पुरा भयो यहाँ चाहिँ भाकलहरू पनि एकछिन नबोल न यहाँ चाहिँ के भन्छ अरे भाकल पनि गर्दो रहेछ नि त तर खै हामीलाई आएन पनि मलाई त केही पनि आएन अनि त्यो भाकल पुरा भइसकेपछि चाहिँ त्यो पारी देखिरहेछ त यो भेडा र यो उसको यो भाले चाहिँ सरी भेडा नै साँडा के साँडा र भाले लिएर चढाउँदो रहेछ नि यो चढ्दो रहेछ नि त यहाँ फेरि खाम न छाता निकाल न छाता पानी पर्यो पानी छाता निकाल के पारी जाम न त पानी पर्यो पानी हौ त्यहाँ पारी बस्नु जानु लागेको जाऊ त अगाडि पानी पर्यो भने त्यस्तो दौडिनी पनि ओइ हामीले खाना खाने होइन भोक लागिसक्यो ए भेडा ओके साथीहरू यहाँ चाहिँ यो भेडा चाहिँ किन राखेको भनेपछि चाहिँ यो मन्दिरमा चाहिँ भाकल गरिसकेपछि अनि जब पुरा हुन्छ त्यसपछि चाहिँ यो भेडा अनि साँडा अनि साथीहरू भोकले पेट यसलाई लाग्ने चाहिँ भोकमा त लागेन साथीहरू पानी परिरहेको छ पानी हेर्न सक्नुहुन्छ पानी परिरहेको छ र भोक लागिसक्यो कि 1 बज्न लागिसक्यो त नि 1 बज्न लागिसक्यो बिहानदेखि केही खाएको छैन बिहान पानी चाहिँ खाएको मैले कस्तो भोक लागिरहेको छ पेट कुवार कराइसक्यो कि भोकले नरिवल खाएर आज नरिवलले हुन्छ भने के कस्तो होला नरिवल खाएर अरे भोक लागेपछि खानु परेन चुनाव सकिसक्यो ऊ चाहिँ मेरो 55 का दिल 55 का भनेर चाहिँ उसलाई भन्न सकिन्छ साथीहरू उमेरले डाँडा काटेको थाहा छैन अझै पनि ऊ के भन्छ भने हरकत चाहिँ बच्चाको जस्तो छ हेर्नु न तर यस्तो हुने रहेछ कि जति उमेर बढे पनि दिल चाहिँ मन चाहिँ सानो बच्चाको हुने रहेछ क्या न बहिनी तिम्रो कुन बाइक अरे मेरो 220 बाइक देख्न सक्नुहुन्छ यता चाहिँ क्रस फायर कसरी चढ्छ अरे रेस खेल्नको लागि डट बाइक चाहिन्छ तर हामी 2 दिनको लागि डट बाइक ढ्याउ भोक धेरै लागिसक्यो नरिवल खाइरहेको छौँ हामीले चाहिँ अरूलाई लैदिएर अरूले पूजा गरेर प्रसाद लैदिन्छन् हामीले खाएर सकिसक्यो खुट्टै पुग्दैन भोक लाग्यो साथीहरू नरिवल खाँदैछौँ अनि के भन्छ पूजा गरेको नरिवल फुटाल्नै सकेन भनेको मैले त्यस्तै खाइरहेको छु के हुन्छ भगवान्ले त विष खाए पनि बचाउनुहुन्छ नखाल है खसेर टिपेर खानुपर्छ अरे हामी चाहिँ अब घर जाने तयारीमा यो मेरो टिकामा यो के भन्छ अरे चराले हगिदिएको छ कि यो राम्रो हुन्छ कि नराम्रो हुन्छ यसो भनिदिनुहोस् त जाम चलो चलते हैं
सुन्यो दिपा घर लगेर के अरे चाउचाउ पकाएर खाने हो भन्छ नि हामीले के ए यस्तो गर्ने मासु तरकारी होला त पानी पर्यो तरकारी होला त हामी चाहिँ अब घर जान लागिसक्यौँ पानी परिरहेको छ 12-1 बजिसक्यो भोक पनि लागिसक्यो हामी चाहिँ अब घर जाँदैछौँ पानी पर्यो भने हो यस्तो हेर्नु न पानी परेको कस्तो राम्रो उड्यो पर्यो वा पूजासुजा पनि सकियो हामीलाई धेरै भोक लागिसकेको छ हामी घर जाँदैछौँ नरिवल खाइरहेको छौँ भोक लागेर कस्तो राम्रो परेवाहरू पनि छ पानी पर्यो कि अनि पानी परिरहेको थियो अब त्यस्तै भए जानु नि त भएन नि त एकछिन बसेको अब चाहिँ अहिले चाहिँ घर जानु लाग्यो नि हामी चाहिँ कस्तो राम्रो फुल फुलेर रहेछ यहाँ डुङ्गा पनि छ कि साथीहरू डुङ्गा चढ्न पनि सक्नुहुन्छ डुङ्गा चढेर यो ताल सबै घुम्न सक्नुहुन्छ पानीले डिस्टर्ब गर्यो हामीलाई चाहिँ खाली अटो छ अटोमा चढेर जाने हो कति ठुलो खोला यो खोलाले त मलाई बगाउँछ साथीहरू म यो खोलाले बगेर मलाई बचाउन आउनुहोस् ल कुन अटो जान्छ यो ओके छ त नम्बर गाउँ यो अटो अनि यसमा भन्नुहुन्थ्यो त नि यो भन्नु आएन र ए भित्र पनि पाउँछ हामी त भित्र पाउँदैन होला भनिदिनु बाहिरैदेखि किनेर आएको के गरे यस्तो भ्यू चाहिँ देखिरहेको छैन उहाँ कस्तो राम्रो देखिरहेको छ मौसम राम्रो छ ब्याग के पैसा दिँदैन र हुन्छ फ्रीमा लग्नुहुन्छ कि के थाहा भाडै नदिएर जाने गए पनि केही हुन्न कहिले काहीँ त यसो चेलीबेटी भनेर छ तिमीसँग एकछिन दिएर आऊ है घर आइपुगिसक्यौँ साथीहरू अब चाहिँ घर आइपुगिसक्यो पानी परिरहेको छ मौसम देख्न सक्नुहुन्छ पानी परिरहेको छ यस्तै पानीमा अटोमा चढेर आइयो घर यहाँ रुम चाहिँ यस्तो रुमको हालत यस्तो छ अघि हामी यस्तै छोडेर गएको अब रुममा बस्ने यस्तै त हो नि सबैकै ठाउँमा हुन्छ यस्तो छ अब रुम मिलाउने हो कि खाना पकाउने हो कि बता पाहुना मान्छे हो फाइनल्ली साथीहरू हामी चाहिँ रुममा आइपुगिसक्यौँ रुममा आइपुग्दासम्म 1 बजिसकेको छ अब खाना पकाएर खान्छौँ भन्ने कि चाउचाउ पकाएर खान पर्ला खाना पकाउनु त्यस्तै अल्छी लागिरहेको छ पानी पनि कस्तो परिरहेको छ क्या भिडियो के कस्तो भयो सबैजनाले हेरेर कमेन्ट गरिदिनु होला अनि सधैँ माया साथ दिनु होला यदि भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला धन्यवाद सबैलाई धेरै धेरै माया छ बाइ बाइ फेरि अर्को भिडियोमा भेटौँला